हामीले सृष्टिमा उहाँको सार्वभौमता देख्यौँ। उहाँ शक्तिशाली परमेश्वर, उहाँले आफ्नो वचनबाट सबै कुरा सृष्टि गर्नुहुन्छ। शून्यताबाट जब परमेश्वरले सृष्टि होस् भन्नुहुन्छ, सृष्टि हुन्छ, उज्यालो होस् भन्नुहुन्छ, उज्यालो हुन्छ। सबै कुरामाथि उहाँ शक्तिशाली हुनुहुन्छ। तर उहाँको चरित्रको बारेमा हामी उत्पत्तिको पुस्तकमा अरू धेरै कुरा पनि जान्न सक्छौँ। उहाँ अनुग्रही हुनुहुन्छ, उहाँको स्वभाव अनुग्रही छ, उहाँको स्वभाव प्रेमिलो छ, उहाँको स्वभाव दयालु छ। बाइबलको परमेश्वर दयालु परमेश्वर, प्रेमिलो परमेश्वर हुनुहुन्छ। बाइबलको परमेश्वर अनुग्रही परमेश्वर हुनुहुन्छ। उहाँ अयोग्यहरूलाई अनुग्रही रूपमा आशिष दिनुहुने परमेश्वर हुनुहुन्छ। एकजना अब्राहमलाई मात्र होइन, एकजना अयोग्य व्यक्तिलाई मात्र होइन, तर संसारलाई नै आशिष दिने प्रतिज्ञा परमेश्वर यहाँ गर्नुहुन्छ। र यो प्रतिज्ञा हामी कहाँ येशू ख्रीष्टको सुसमाचारद्वारा आउँछ। येशू ख्रीष्टको सुसमाचारद्वारा संसारका सबै मानिसहरूसम्म आशिष पाउन सक्ने प्रतिज्ञा आउँछ। परमेश्वरले सुरुमा यस मानिसलाई गर्नुभएको प्रतिज्ञा येशूमा पुरा भएका छन् र सबैले परमेश्वरबाट आशिष पाउन सम्भव छ भनेर परमेश्वर प्रचार गर्दै हुनुहुन्छ। अघि हामीले गलातीको पुस्तकमा हेरेको थियौँ 3 अध्यायको 8 पदमा त्यहाँ भनेको थियो परमेश्वरले सुरुमा अब्राहमलाई सुसमाचार सुनाउनु भयो भनेर भनेको थियो। गलाती 3 अध्याय होइन, परमेश्वरले सुसमाचार सुनाउनु भयो, अब्राहमलाई सुसमाचार सुनाउनु भयो। कस्तो सुसमाचार सुनाउनु भयो? सबै जातिले आशिष पाउन सक्छन्, श्रापबाट आशिषमा आउन सक्छन्। दण्डित जीवनबाट, परमेश्वरको श्राप पर्ने जीवनबाट, परमेश्वरको दण्ड पर्ने जीवनबाट, मृत्युले राज गर्ने जीवनबाट आशिष जीवन सुसमाचारको जीवनमा मानिसहरू आउन सक्छन्। अन्धकारबाट ज्योतितिर आउन सक्छन्, असत्यबाट सत्यमा आउन सक्छन्, परमेश्वरको राज्यमा आउन सक्छन्, अन्धकारको राज्यबाट परमेश्वरको राज्यभित्र आउन सक्छन् भनेर परमेश्वरले सुसमाचार सुनाउनु भयो। उत्पत्ति 1 देखि 11 मैले भने भत्तभङ्ग भएको सबै कुरालाई परमेश्वर मिलाउने, पुनर्स्थापित गर्ने प्रतिज्ञा यहाँ गर्नुहुन्छ। उत्पत्ति 12 परमेश्वर उहाँको श्राप, उहाँको दण्डको समाधानको प्रतिज्ञा यहाँ गर्नुहुन्छ। यो आशिषको प्रतिज्ञा अचम्मको कुरा के छ भने उत्पत्ति 1 देखि 11 5 पटक परमेश्वरले श्रापको कुरा गर्नुहुन्छ होइन। अनि यो उत्पत्ति 12 अध्यायमा 5 पटक आशिषको कुरा गर्नुहुन्छ। हेर्नुहोस् त, उत्पत्ति 12 अध्यायको 2 पदमा म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु। 1 पटक होइन, आशिष दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस्। त्यो 3 पदमा हेर्नुहोस्, तेस्रो पटक तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई शराब दिनेहरूलाई म शराब दिनेछु, तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछ। 5 पटक यहाँ आशिष 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 भन्ने शब्द प्रयोग भएको छ। आशिष परमेश्वर दण्डको सट्टामा आशिष ल्याउने प्रतिज्ञा गर्नुहुन्छ। दण्डको समाधान, उहाँको आफ्नै न्यायबाट बस्ने समाधान परमेश्वर यस मानिसद्वारा दिनुहुन्छ।